यो बगेनबेली फुलको लागि चाहिँ हजुरको फ्लावरिङको हुन सपोर्टिङको लागि के उपयोग गर्नुपर्ने छ भन्ने विषयमा चाहिँ हजुरहरूले जानकारी दिन गइरहेको छु। अनि हजुरहरूको अब यो बगेनबेलिया छ भने अब यो जाडो सिजनमा चाहिँ कम फ्लावरिङ हुन्छ। हजुरको के कस्तो छ भने यसलाई चाहिँ टेम्परेचर नर्मल भए हुनाले हजुरको चाहिँ जाडोमा चाहिँ अलिकति कम फुल्ने त्यो हुन्छ। नर्सरीमा चाहिँ हजुरको चाहिँ यो हट हाउसमा राख्ने व्यवस्थापन भएको हुनाले हजुरको अलिकति कन्टिन्युटी पर्मनेन्ट रूपले फ्लावरिङ गर्न सकिन्छ। हजुरको यसको लागि चाहिँ हजुरको बाहिरै हामीले चाहिँ अब हाउस नभइकन बाहिरै राख्नु पर्यो भने बिहानदेखि चाहिँ अब टेम्परेचर अब अलिकति डाइरेक्टली घाम आउने ठाउँमा चाहिँ हजुरको राख्नुभयो भने यसलाई उपयुक्त हुन्छ। हजुरको यसलाई चाहिँ हाई टेम्परेचर चाहिँ चाहिने भए हुनाले हजुरको यसलाई अलिकति मल प्रयोग को लागि पनि हजुरको यो बनडोस्ट हजुरको हड्डीको धुलो हजुरको यसलाई बढीभन्दा बढी प्रयोग गर्नु हुनको लागि र हजुरको एकदम उपयुक्त हुन्छ। अनि यो हजुरको यसलाई चाहिँ कम अलिकति ड्रेपी चाहिँ हजुरको कम प्रयोग गर्नु भने चाहिँ ठिकै हुन्छ। हजुरको ड्रेपी चाहिँ अलिकति नाइट्रोजन अलि हाई भएको हुनाले हजुरको ग्रिनेरीमा बढी सपोर्टिङ भएको हुनाले फ्लावरिङमा अलिकति यसको लागि चाहिँ हल्का हजुरको डिस्टर्बै हुन्छ। अनि यसको लागि मल उपयुक्त चाहिँ हजुरको यो बनडोस्ट चाहिँ किन प्रयोग गर्ने, हजुरको बनमिल हड्डीको धुलो चाहिँ किन प्रयोग गर्ने भन्दा पनि हजुरको यसले चाहिँ अब यो हाई टेम्परेचर चाहिने भए हुनेलाई हजुरको यो हड्डीले चाहिँ फस्फरसको मात्रै हजुरको अत्याधिक प्राप्त भएको हुनाले हजुरको यसलाई जरामा चाहिँ अत्याधिक अब टेम्परेरी भएको हुनाले माथि फ्लावरिङको लागि पनि बढी एकदम सपोर्टिङ गर्छ। त्यही भएको हुनाले हजुरले यो बनडोस्ट पिन हजुरको त्यो प्रयोग गर्नुभयो भने एकदमै उपयुक्त हुन्छ। अनि हजुर हस् त, धन्यवाद।